छिमेकी आमालाई घर पुर्याउन गएका थिए गङ्गालाल। आफ्नो आमासँग मिलेको भन्दै मानकुमारले हाने दाइ, घटनास्थलमै गयो ज्यान। गङ्गालालको आमासँग मोहन भनेर चिनिने मानकुमार राजवंशीको आमासँग कुरा मिल्थ्यो, जस कारण हरेक दिन झै मानकुमारको आमा गङ्गालालको घर पुग्थिन्। तर मङ्सिर 1 गते शनिबारको रात गङ्गालालको परिवारको लागि नसोचेको भयो। जो दिन बिताउन घरमा आउँथिन् उनैको छोराले दाइले हानेर गङ्गालालको ज्यान लिए। दाइले कति पटक उनको टाउकोमा प्रहार गरियो, पोस्टमार्टम रिपोर्टबाटै खुल्नेछ। तर गङ्गालालको दिदी समेत बाहिर निस्केको अवस्थामा परिवारले नै उनको शव फेला पारेको थियो। यो घटना झापाको बारडसी गाउँपालिका वडा नम्बर 5 को हो। 45 वर्षे गङ्गालाल माझी यहीका स्थानीय बासिन्दा हुन्। मानकुमार राजवंशी पनि यहीका हुन्। माझी र राजवंशीको घरको दूरी धेरै परको छैन, करिब 200 मिटरको छ। गङ्गालालको 3 सन्तान छन्। स्थानीयका अनुसार मिहिनेती र सहयोगी गङ्गालालको कोहीसँग दुश्मनी थिएन, सबैसँग राम्रो व्यवहार गर्थे। मानकुमारको परिवारसँग पनि सबै राम्रो थियो। उनको आमा आउने जाने गर्थिन्। गङ्गालालको आमा पनि वृद्ध भएकाले मानकुमार आमासँग कुरा मिल्थ्यो। तर रात पर्यो भन्दै घर पुर्याउन गएका गङ्गालाल फर्के। शनिबारको दिन रात के भएको थियो त भन्दा सधैँझै मानकुमारको आमा गङ्गालालको घर पुगे। उनको आमासँग कुराकानी गरिन्। गफगाफ गर्दा गर्दै रातको करिब 8 बज्यो। घर धेरै टाढा थिएन, तर मानकुमारको आमाले आफूलाई घरसम्म लगिदिन गङ्गालाललाई आग्रह गरिन्। गाउँले साइनोले गङ्गालालले उनले छोरा भनेर बोलाउँथिन्। गङ्गालालले अस्वीकार गरेनन्। आमा भन्दै घरसम्म पुर्याउन गए। यसपछि जे भयो त्यो निकै पीडादायक छ। 81 सानो बच्चा कहालिँदै बाहिर निस्के। यसपछि राजवंशीले गङ्गालाललाई कुटेको खबर छरछिमेकले थाहा भयो। प्रत्यक्षदर्शीका अनुसार हल्ला खल्ला मचिएपछि गङ्गालालका दाइ घटनास्थलमा पुगे, जहाँ गङ्गालाल आगनमा ढलिरहेका थिए। उनको टाउकोबाट रगतको भल बगिरहेको थियो। गिरी समेत वरपर छरिएको थियो। गङ्गालाल अब रहेनन् भन्ने बुझिहाले। यसपछि गङ्गालालका दाइले मानकुमारलाई सम्झन भ्याए। यही खुल्छ हत्याको राज। यति बेला मानकुमारले स्वीकारे अनुसार मानकुमारको आमा आफ्नो आमासँग केही दिन अगाडि झगडा भएको थियो। बोलचाल राम्रो थिएन र आफ्नो आमालाई गङ्गालालसँग मिलेको देखेपछि उनी आकर्षित भएर त मेरो आमासँग मिल्ने, म चाहिँ दुश्मन भन्दै रिसमा दाइले हानेका थिए। तर स्थानीयले आमा छोरा मिलेर मारेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। गङ्गालाल घर बनाउँदै थिए। यसभन्दा पहिला उनले मानकुमारको परिवारलाई केही रकम सहयोग गरेका थिए। सापटी दिएको पैसा गङ्गालालले मागेपछि मिली महत्वमा मारेको छरछिमेकको आशंका छ। किन भन्दा गङ्गालालको श्रीमती सोझी छिन्। हिसाब किताब गङ्गालालकै हातमा थियो। षड्यन्त्र रचेर मारेको हुन सक्ने स्थानीयको आरोप छ। 28 वर्षे मानकुमार राजवंशी अहिले प्रहरीको हिरासतमा छन्। प्रहरीको हत्या विभिन्न कोटलाई ध्यानमा राखेर अनुसन्धानमा जुटेको छ। परिवार न्यायको पर्खाइमा छ।